प्रयाग नजिकै ऋषि भरद्वाजको आश्रममा पुगेर अमोघ पराक्रमी श्रीरामले भरतलाई आफ्नो आगमनको पूर्व सूचना दिन र उनी एक्कासी चकित नपरुन् भनेर हनुमानलाई पहिले नै पठाउनुभयो। विगतका घटनाहरू, वनवासका कारणहरू सुनाउँदै र फेरि त्यो प्रसिद्ध पुष्पक विमानमा चढेर सुग्रीव र अन्य साथीहरूका साथ उहाँ अयोध्याको एक भाग नन्दीग्राममा पुग्नुभयो। नन्दीग्राममा आफ्ना 3 भाइहरूसँगै जटा वनवासी कपाल हटाएर र सीताको साथमा निष्पाप रामले आफ्नो राज्य पुनः प्राप्त गर्नुभयो। श्रीरामको शासनकालमा मानिसहरू अत्यन्त हर्षित, प्रसन्न, सन्तुष्ट र पुष्ट हुनेछन्। उनीहरू अत्यन्त धर्मात्मा, मानसिक पीडा र शारीरिक रोगबाट मुक्त तथा अनिकाल र चोरीको डरबाट टाढा हुनेछन्। कसैले पनि आफ्ना छोरा वा छोरीको मृत्यु देख्नुपर्ने छैन। नारीहरू कहिल्यै विधवा हुने छैनन् र सधैँ आफ्ना पतिप्रति समर्पित रहनेछन्। त्यहाँ आगोको डर हुने छैन, प्राणीहरू पानीमा डुब्ने छैनन्, हावाको वा ज्वरोको कुनै भय हुने छैन। उहाँको राज्यमा भोकमरी र चोरको डर पनि हुने छैन। सहर र राष्ट्रहरू धन र अन्नले भरिपूर्ण हुनेछन्। सबैजना सत्ययुगमा जस्तै सधैँ अत्यन्त सुखी हुनेछन्। 100औं अश्वमेध यज्ञ र धेरै सुनदान गरिने अन्य यज्ञहरूद्वारा भगवानलाई प्रसन्न पारेर विद्वानहरूलाई करोडौं गाईहरू र ब्राह्मणहरूलाई अथाह धन दिएर महायशस्वी रामले राजकुलहरूलाई पहिलेभन्दा 100औं गुणा बढी समृद्ध बनाउनेछन् र उनीहरूको सार्वभौमिकतालाई मान्यता मात्र दिने छैनन्, उदारतापूर्वक सहयोग पनि गर्नेछन्। उहाँले चारै वर्णका मानिसहरूलाई यस लोकमा आआफ्नो कर्तव्य पालना गर्न प्रेरित गर्नुहुनेछ। 11,000 वर्ष राज्य गरेर श्रीराम ब्रह्मलोक अर्थात् साक्षात् वैकुण्ठ धाममा प्रस्थान गर्नुहुनेछ। यो श्रीरामको पवित्र कथा, जुन मनलाई पवित्र पार्ने र पाप नाश गर्ने क्षमता राख्छ तथा जसलाई वेद समान मानिन्छ, जसले पढ्छ ऊ सम्पूर्ण पापबाट मुक्त हुन्छ। आयु बढाउने र श्रीराममा केन्द्रित यो कथा पढ्ने मानिस यस लोकबाट विदा भएपछि स्वर्गमा आफ्ना छोरा, नाति, अनुयायी र सेवकहरू सहित सम्मानित हुन्छ। यो कथा पढ्दा यदि पाठक ब्राह्मण हो भने उसले वाक्सिद्धि, बोलीमा निपुणता पाउँछ। क्षत्रिय हो भने पृथ्वीको स्वामित्व, भूमिपति बन्नेछ। वैश्य हो भने व्यापारमा नाफा कमाउनेछ र शूद्र हो भने उसले पनि महत्त्व वा श्रेष्ठता प्राप्त गर्नेछ।